Hello everyone, this is me Ritu and today I'll be talking about bronchitis. म चाहिँ यो YouTube च्यानलमा एडल्ट मेडिकल नर्सिङ र एडल्ट सर्जिकल नर्सिङ जति पनि नर्सिङको सब्जेक्टहरु छ त्यसलाई चाहिँ कभर गर्छु। अब चाहिँ आज हामी ब्रोन्काइटिस भनेको चाहिँ के हो, यो चाहिँ एडल्ट मेडिकल नर्सिङको टपिक हो, त्यो भनेको चाहिँ के हो भन्ने कुरामा चाहिँ छलफल गर्छौं। ब्रोन्काइटिस कुनै पनि कन्डिसनमा आइटिस लागेको छ भने चाहिँ त्यो चाहिँ हामीले के बुझ्नुपर्छ भने चाहिँ त्यो चाहिँ इन्फ्लामेटरी कन्डिसन हो भनेर बुझ्नुपर्छ। जसरी टन्सिलाइटिस, फेरिन्जाइटिस जति पनि कन्डिसन छ त्यसलाई चाहिँ हामीले इन्फ्लामेटरी कन्डिसन हो भनेर चाहिँ बुझ्नुपर्छ। अब के भनेको छ यहाँ भनेपछि चाहिँ इन्फ्लामेसन अफ ब्रोन्काई और ब्रोन्कियल ट्युब्स व्हिच क्यारी एयर टु एन्ड फ्रम द लङ्स, त्यसलाई चाहिँ हामीले ब्रोन्काइटिस भनेर भन्न सक्छौं। हाम्रो चाहिँ अब लङ्समा एउटा पार्ट हुन्छ ब्रोन्काई भन्ने, त्यसको चाहिँ यदि इन्फ्लामेसन भयो भने चाहिँ त्यसलाई चाहिँ हामीले सिम्पली ब्रोन्काइटिस भनेर भन्न सक्छौं। अब यो टपिकमा अझै डेप्थमा जानुभन्दा अगाडि चाहिँ हामी के छलफल गरौँ भने चाहिँ यसको एनाटोमी एन्ड फिजियोलोजी अलिकति ब्याकग्राउन्ड हेरौँ। एनाटोमीमा चाहिँ के हुन्छ भनेपछि चाहिँ यो चाहिँ एउटा पार्ट अफ लोअर रेस्पिरेटरी ट्र्याक्ट हो अनि यसलाई चाहिँ ट्र्याकियाले डिभाइड गरेको हुन्छ एट द लेभल अफ T5 भर्टिब्रेममा। अनि यसमा चाहिँ मेन एमसीक्यू आउने क्वेसन चाहिँ के हो, यदि चाहिँ तपाईँ फर्स्ट इयरमा हुनुहुन्छ अनि आइएचएस पढिराख्नु भएको छ भने चाहिँ त्यसमा चाहिँ मेन क्वेसन एमसीक्यूमा के आउँछ भने चाहिँ यसलाई चाहिँ कुन लेयरले लाइन गरेको हुन्छ भनेर चाहिँ आउँछ। अनि यसलाई चाहिँ लाइन गरेको हुन्छ सिलिएटेड स्युडो स्ट्र्याटिफाइड कोलुम्नार एपिथेलियम अनि गोब्लेट सेल्सले चाहिँ लाइन गरेको हुन्छ। सिलिएटेड भनेको चाहिँ अब सिलिया, यसमा चाहिँ सिलिया प्रेजेन्ट हुन्छ। सिलिया भनेको चाहिँ टाइनी हेयर लाइक स्ट्रक्चर हो जसले चाहिँ अब जति पनि डस्ट पार्टिकल जुन चाहिँ हाम्रो लङ्समा ट्र्याप गरेर बस्छ त्यसलाई चाहिँ मुभ आउट गर्ने चाहिँ काम गर्छ। स्युडो भन्ने बित्तिकै फल्स, स्ट्र्याटिफाइड भनेको जति पनि लेयर हुन्छ त्यसलाई चाहिँ स्ट्र्याटिफाइड भनेर भन्छौँ। अनि कोलुम्नार भनेको चाहिँ यो ब्रोन्काई चाहिँ कोलुम्नार सेपको हुन्छ त्यसले चाहिँ कोलुम्नार भनेर भन्न सक्छौँ। एपिथेलियम भनेको चाहिँ हाम्रो स्किनको आउटर लेयरलाई चाहिँ हामीले एपिथेलियम भनेर भन्न सक्छौँ। त्यसैले चाहिँ यो चाहिँ सिलिएटेड हुन्छ र स्युडो स्ट्र्याटिफाइड फल्स लेयर भनेपछि यसमा चाहिँ हेर्दाखेरि चाहिँ यो तीनटा लेयर और धेरै लेयरले कभर गरेको जस्तो देखिन्छ, तर यो चाहिँ फल्स हो किनभने चाहिँ यो चाहिँ एउटा लेयरले मात्र कभर गरेको हुन्छ। अनि कोलुम्नार एपिथेलियम चाहिँ किन भनिन्छ किनभने चाहिँ यो चाहिँ कोलुम्नार सेपको हुन्छ। एनाटोमी चाहिँ क्लियर भयो होला जस्तो लाग्यो। अब चाहिँ फिजियोलोजीमा जाम। अब ब्रोन्काईको काम चाहिँ के हुन्छ, यसले के काम गर्छ भन्ने कुरा चाहिँ हामी लागौँ। यसले चाहिँ के गर्छ भने चाहिँ फर्स्ट काम भनेको चाहिँ ट्रान्सफर एयर फ्रम द ट्र्याकिया टु द लङ्स। हामीले यहाँ पनि हेरेको छौँ यसले चाहिँ के गर्छ भने चाहिँ एयरलाई क्यारी गर्छ टु एन्ड फ्रम द लङ्स, यसले चाहिँ एयरलाई चाहिँ लिएर जान्छ। अनि यसले चाहिँ ट्र्याकियाबाट पनि ट्रान्सफर एयर फ्रम ट्र्याकियाबाट एयर लिएर लङ्ससम्म जाने चाहिँ यसले चाहिँ एउटा माध्यमको काम गर्छ। अर्को भनेको चाहिँ जति पनि अब यसलाई चाहिँ म्युको सिलियरी स्केलेटर भनेर पनि हुन्छ। अब के हुन्छ भने चाहिँ म्युकस प्रोड्युस गर्ने भनेको चाहिँ के हो भने चाहिँ गोब्लेट सेल्सले हो। अनि सिलियरी स्केलेटर किनभने चाहिँ यसमा चाहिँ हामीले भनिसकेको छौँ यसमा चाहिँ कति धेरै सिलिया प्रेजेन्ट हुन्छ, त्यसैले चाहिँ यसलाई चाहिँ म्युकोसिलियरी स्केलेटर भनेर पनि भन्छ। जसले चाहिँ हाम्रो अब लङ्समा जति पनि ट्र्याप भएको हुन्छ अब डस्ट पार्टिकलहरू भयो डटहरू भयो त्यसलाई चाहिँ अब मुभ आउट अफ द लङ्स भन्ने चाहिँ काम गर्छ, त्यसैले चाहिँ यसलाई अब म्युकोसिलियरी स्केलेटर भनेर पनि भन्छ। अर्को भनेको चाहिँ अब म्युकोसिलियरी स्केलेटर भएपछि चाहिँ यसले फिल्टर गर्ने पनि काम गर्यो, वार्म गर्ने काम गर्यो अनि एयरलाई चाहिँ मोइसन गर्ने पनि काम गर्यो। यो चाहिँ हाम्रो इन्ट्रोडक्सन पार्ट थियो। मुभिङ फरवर्ड हामी चाहिँ यसको टाइप्सहरू के हो ब्रोन्काइटिस हामीले चाहिँ इन्ट्रोडक्सन हेर्यौँ। अब यो यसको टाइप्सहरू चाहिँ के हो भन्ने कुरामा चाहिँ छलफल गर्छौँ। यो चाहिँ दुईटा टाइपको हुन्छ, एउटा चाहिँ एक्युट अर्को भनेको चाहिँ क्रोनिक। एक्युट ब्रोन्काइटिस र क्रोनिक ब्रोन्काइटिस भनेर हुन्छ। एक्युट भन्ने बित्तिकै जुन पनि डिजिज कन्डिसनमा एक्युट छ भने चाहिँ त्यो चाहिँ सडेन इन अनसेट हुन्छ र क्रोनिक छ भने चाहिँ ग्रेजुअल इन अनसेट। एक्युट भने चाहिँ यदि चाहिँ सानो समयसम्म चाहिँ टिकिरहेको छ कुनै पनि डिजिज भने चाहिँ त्यसलाई चाहिँ एक्युट भन्छौँ। अनि कुनै पनि डिजिज यदि लामो समयसम्म भइरहेको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले क्रोनिक भन्छौँ। यो चाहिँ सिम्पल भाषामा भन्नुपर्ने। अर्को भनेको चाहिँ यो चाहिँ सर्ट टर्म हुन्छ। एक्युट भन्ने बित्तिकै सर्ट टर्म विच इज युजुअली लेस देन 3 विकसम्म हुन्छ। अनि क्रोनिक भनेको चाहिँ लङ टर्म। अब वर्षमा एकचोटि अब ब्रोन्काइटिस भएपछि 3 महिनासम्म चाहिँ रेगुलरली यदि हजुरलाई कफ भइरहेको छ अनि त्यसमा कफमा चाहिँ स्पुटम द्याट मिन्स खकार पनि आइरहेको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले क्रोनिक ब्रोन्काइटिसमा क्याटेगोराइज
गर्न सक्छौं अर्को भने चाहिँ यसमा चाहिँ माइल्ड कफ आउँछ यसमा चाहिँ त्यति धेरै म्युकस चाहिँ खगार चाहिँ देखिन्न तर क्रोनिक ब्रोन्काइटिसमा चाहिँ के हुन्छ भने चाहिँ पर्सिस्टेन्ट कफ हुन्छ तर म्युकस पनि हुन्छ यसमा चाहिँ प्रोडक्टिभ टाइपको कफ अनि म्युकस पनि प्रेजेन्ट हुन्छ क्रोनिक ब्रोन्काइटिस चाहिँ एउटा टाइप अफ सीओपीडी जसलाई चाहिँ हामीले क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज भन्छौं त्यसको चाहिँ एउटा टाइप हो अनि यो क्रोनिक ब्रोन्काइटिसलाई चाहिँ हामीले ब्लू ब्लोटर भनेर पनि भन्छौं यो ब्लू ब्लोटर भने चाहिँ हजुरको खासमा एमसीक्यू मा आउने क्वेशन हो यसलाई चाहिँ हामीले इम्फाइसिमालाई चाहिँ पिंक पफर अनि क्रोनिक ब्रोन्काइटिसलाई चाहिँ ब्लू ब्लोटर को नाममा चाहिँ चिनिन्छ अनि यसमा चाहिँ मेन कज अफ एक्युट ब्रोन्काइटिसमा चाहिँ भाइरस कुनै पनि भाइरसले गर्दाखेरि चाहिँ मेन हुन्छ भने चाहिँ क्रोनिक ब्रोन्काइटिसमा चाहिँ लङ टर्म कसैले चाहिँ कुनै मान्छेले चाहिँ स्मोकिङ गरिराख्नु भएको छ भने चाहिँ उहाँलाई चाहिँ क्रोनिक ब्रोन्काइटिस हुने चान्सेस चाहिँ धेरै देखिन्छ यो चाहिँ विन्टरमा धेरै देखिन्छ अनि एयर पोल्युटेन यस्तो यस्तो कारणले गर्दाखेरि चाहिँ एक्युट ब्रोन्काइटिस हुन्छ भने चाहिँ क्रोनिक ब्रोन्काइटिसको वान अफ द मेन कज भनेको चाहिँ स्मोकिङ हो अब चाहिँ हामी कजेस हामीले पहिला पनि डिस्कस गर्यौं हैन एक्युट र क्रोनिक कन्डिसनमा चाहिँ के कारणले गर्दा एक्युट कन्डिसन र क्रोनिक कन्डिसन हुन्छ भनेर फर्स्टमा चाहिँ हामीले भन्यौं अब एक्युट ब्रोन्काइटिस भन्ने कन्डिसन छ भने चाहिँ त्यो चाहिँ अब भाइरस लाइक इन्फ्लुएन्जा राइनो और एरिनो भाइरसले गर्दाखेरि चाहिँ हुन सक्छ अर्को भनेको चाहिँ एयर पोल्युटेनमा एक्सपोजर धेरै भइरहेको छ भने चाहिँ त्यसले गर्दाखेरि पनि हुन्छ अनि स्मोकिङ वान अफ द मेन कज अफ क्रोनिक ब्रोन्काइटिस भन्नेबित्तिकै स्मोकिङ आयो अनि अकुपेसनल एक्सपोजर लाइक जुन पनि अब ट्राफिक पुलिस हुन्छ नि वहाँ चाहिँ अब उहाँहरु चाहिँ एकदमै धुलोमा चाहिँ धेरै एक्सपोजर हुन्छ किनभने चाहिँ उहाँहरु एकदमै त्यही उभिराख्नु पर्छ त्यसले गर्दाखेरि हुन्छ अब पहिलाको मान्छेहरु जसले चाहिँ एकदमै धेरै त्यो चुलोमा खानाहरु पकाएको छ त्यसले गर्दाखेरि पनि ब्रोन्काइटिसहरु आउन सक्छ अर्को भनेको चाहिँ माइन्स या कन्स्ट्रक्सनमा वर्क गरेको मान्छेहरुलाई चाहिँ ब्रोन्काइटिस हुने चान्सेस चाहिँ धेरै हुन्छ भाइरस किन हुन्छ भने चाहिँ भाइरसहरु के हुन्छ यो चाहिँ इजिली स्प्रेड हुन सक्छ हाम्रो रेस्पिरेटरी सिस्टममा त्यसैले गर्दाखेरि चाहिँ भाइरसले हुन सक्छ र जेनेटिक कन्डिसन या जेनेटिक प्रिडिस्पोजिसनले गर्दाखेरि पनि हुन सक्छ लाइक अल्फा 1 एन्टिट्रिप्सिन डिफिसिएन्सी छ भने चाहिँ त्यसले गर्दाखेरि चाहिँ मेनली इम्फाइसिमा हो तर अरु पनि जति पनि रेस्पिरेटरी कन्डिसनहरु छ भने चाहिँ त्यसको जेनेटिक प्रिडिस्पोजिसनले गर्दाखेरि पनि हुन सक्छ Now let's move on to clinical features. Clinical features मा चाहिँ के देखिन्छ हामीले सुरुमै भनिसक्यौं कफ देखिन्छ विथ स्पुटम हैन यदि चाहिँ हाम्रो चाहिँ एक्युट ब्रोन्काइटिस छ भने चाहिँ कफ मात्र देखिन्छ र क्रोनिक ब्रोन्काइटिस को मेन फिचर भनेको चाहिँ कफ विथ डाट अफ स्पुटम देखिन्छ अर्को भने चाहिँ सर्टनेस अफ ब्रेथ हुन सक्छ अब म्युकोसिलियरी स्केलेटर भनेर भनेको थियौं नि यदि चाहिँ त्यो चाहिँ राम्ररी फंक्सन गरेन अनि त्यसपछि चाहिँ त्यो म्युकसमा चाहिँ एयर त्यो डस्टहरु त्यही ट्र्याप भएर बस्यो भने त्यसले गर्दाखेरि चाहिँ सर्टनेस अफ ब्रेथ हुन्छ यसले चाहिँ के गराइदिन्छ भने चाहिँ एयरवेमा अब्स्ट्रक्सन पनि गराइदिन्छ जसले गर्दाखेरि चाहिँ हामीलाई सास फेर्न चाहिँ अप्ठ्यारो हुन सक्छ विजिङ साउन्ड चाहिँ विजिङ साउन्ड देखिन्छ किनभने चाहिँ यसले एयरवे अब्स्ट्रक्सन गराइदिन्छ जसले गर्दाखेरि चाहिँ हामीले अस्कल्टेट गर्दाखेरि चाहिँ विजिङ साउन्डहरु चाहिँ सुनिन सकिन्छ अर्को भने चाहिँ फटिग हुन सक्छ थोरै नर्मल काम हामीले एक्टिभिटी अफ डेली लिभिङ गर्यो भने नि हामीलाई चाहिँ एकदमै थकान लाग्ने जस्तो लक्षणहरु चाहिँ देखिन सक्छ लास्टमा भनेको चाहिँ चेस्ट पेन यदि जुन पनि डिजिज कन्डिसन हो हाम्रो चाहिँ सिभिरिटी बढ्दै जाँदाखेरि चाहिँ त्यसको साइन एन्ड सिम्पटम्स चाहिँ बढ्दै जान्छ सुरुमा त्यस्तो चेस्ट पेन हुँदैन तर जति सिभिरिटी बढ्दै गयो त्यति चाहिँ अब चेस्ट पेन एकदमै सर्टनेस अफ ब्रेथ ब्रेथलेसनेस जस्तो फिचर्सहरु चाहिँ देखिदै जान्छ नेक्स्ट हामीले अब डिजिजलाई डायग्नोसिस चाहिँ के गरी गर्ने कसरी थाहा पाउने यो मान्छेलाई यो डिजिज छ भनेर अल्दो यो ब्रोन्काइटिस चाहिँ डायग्नोस गर्दा चाहिँ एकदमै गाह्रो नै हुन्छ सुरुमा चाहिँ हामीले हिस्ट्री टेकिङ गर्नु पर्यो हिस्ट्री टेकिङमा चाहिँ अब हामीले हिस्ट्री जसरी अकुपेसनल हिस्ट्री लिनु पर्यो हैन वहाँ चाहिँ कस्तो अकुपेसन एक्सपोजर के छ भनेर हैन पहिला अब अनि स्मोकिङको हिस्ट्रीहरु लिनु पर्यो त्यस्तो मेन कज के हो त्यसलाई चाहिँ हामीले हिस्ट्रीमा चाहिँ सोध्नु पर्यो फिजिकल एक्जामिनेसन गर्दाखेरि चाहिँ हामीले अस्कल्टेसनमा चाहिँ मेनली विजिङ साउन्ड सुनिन्छ भनेर भनेको थियौं त्यो अस्कल्टेट गर्दाखेरि चाहिँ विजिङ साउन्ड सुनिन्छ कि नाइ भनेर चाहिँ हामीले हेर्नु पर्यो त्यसैगरी चाहिँ चेस्ट पेनको कम्प्लेन छ ब्रेथलेसनेसको कम्प्लेन छ एक्टिभिटी अफ डेली लिभिङ गर्दाखेरि चाहिँ एकदमै फटिग जस्तो सिम्पटम्सहरु छ भने चाहिँ हेर्नु पर्यो अर्को भनेको चाहिँ हामी स्पुटम कल्चर पनि गर्नुपर्छ अब स्पुटममा चाहिँ अब कुनै पनि ब्याक्टेरियल कज कि भाइरस कज छ भने चाहिँ हामीले चाहिँ स्पुटम कल्चरमा चाहिँ थाहा पाउनु पर्यो चेस्ट एक्सरे पनि गर्नु पर्यो अब चेस्टको कन्डिसन कस्तो छ भनेर चाहिँ झन् डिटोरिएट भएको छ या केही छ भने चाहिँ हामीले चाहिँ हेर्नु पर्यो ब्लड टेस्ट गर्नु पर्यो अब कुनै पनि इन्फेक्सन डब्ल्युबीसी
प्लेटलेट्सको काउन्ट इन्क्रिज भएको छ भने चाहिँ इन्फेक्सनको चान्सेसहरू छ कि इन्फेक्सन भएको हो भनेर चाहिँ थाहा पाउनको लागि हामी ब्लड टेस्ट गर्नु पर्यो नेक्स्ट भनेको चाहिँ पल्मोनरी फङ्सन टेस्ट या स्पाइरोमेट्री टेस्ट गर्नु पर्यो स्पाइरोमेट्री टेस्टमा चाहिँ युजुअली क्रोनिक ब्रोन्काइटिस ओर ब्रोन्काइटिस जस्तो कन्डिसन छ भने चाहिँ FeV1/FeC को रेसियो भनेको चाहिँ लेस देन 70 हुन्छ FeV भनेको चाहिँ फोर्स एक्सपाइरेटरी भोल्युम र फोर्स एक्सपाइरेटरी क्यापेसिटी फोर्स एक्सपाइरेटरी भोल्युम भनेको चाहिँ जति पनि हामीले चाहिँ एयर फोर्सफुली एक्सहेल गरेको हुन्छौँ त्यसलाई चाहिँ फोर्स एक्सपाइरेटरी भोल्युम भनेर भन्छ र फोर्स एक्सपाइरेटरी क्यापेसिटी भनेको चाहिँ टोटल एयर जति पनि एक्सहेल गरेको छौँ त्यसलाई चाहिँ फोर्स एक्सपाइरेटरी क्यापेसिटी भन्छौँ त्यो चाहिँ युजुअली लेस देन 70 हुन्छ स्पाइरोमेट्री टेस्ट गर्दाखेरि चाहिँ डायग्नोसिस त हेर्यौँ हामीले अब ट्रिटमेन्ट के गरी गर्ने होला भन्ने कुरातिर लागौँ है ट्रिटमेन्ट चाहिँ सुरुमा हामी सिम्प्टोमेटिक ट्रिटमेन्टतिर जान्छौँ सिम्प्टोमेटिक ट्रिटमेन्ट भनेको चाहिँ कस्तो कस्तो लक्षण देखेको छ त्यो अनुसार चाहिँ ट्रिटमेन्ट गर्ने या अब एकदमै ब्रेथलेसनेस एसओबी भइरहेको छ भने चाहिँ उहाँलाई चाहिँ हामीले प्रपर रेस्ट गर्न भन्ने अनि जुन बेला चाहिँ उहाँको इनर्जी चाहिँ पिक लेभलमा छ त्यति बेला मात्र आफ्नो एक्टिभिटी अफ डेली लिभिङ चाहिँ गर्न भनेर चाहिँ सजेस्ट गर्ने अर्को भने चाहिँ फ्लुइड चाहिँ किन दिन्छौँ भने चाहिँ यसले चाहिँ के गर्छ भने चाहिँ जति पनि अब त्यो ट्र्याप भएर बसेको हुन्छ नि जति पनि डस्ट पार्टिकल यस्तोहरू त्यसलाई चाहिँ अब मोइस्चन गर्ने काम गर्छ कि सो द्याट त्यो कफ गर्दाखेरि चाहिँ इजिली एक्सपेक्टोरेट आउट होस् भनेर चाहिँ इजिली बाहिर निस्कोस् भनेर चाहिँ हामीले चाहिँ फ्लुइड पनि रेकमेन्ड गर्छौँ नेक्स्ट भनेको चाहिँ एन्टिबायोटिक थेरेपी यदि चाहिँ स्पुटम कल्चर पोजिटिभ आयो र ब्याक्टेरियल कज देखेको छ भने चाहिँ हामीले चाहिँ एन्टिबायोटिक थेरेपी चलाउँछौँ एन्टिबायोटिक थेरेपी चलाउँदाखेरि चाहिँ हामीले चाहिँ अब डोज चाहिँ पुर्याउनुपर्छ नभए त्यो पछि गएर चाहिँ रेसिस्टेन्ट हुनसक्छ त्यो एन्टिबायोटिक चाहिँ अर्को भने चाहिँ हामीले चाहिँ ब्रोङ्कोडाइलेटर दिन्छौँ ब्रोङ्कोडाइलेटर किन दिन्छौँ भने चाहिँ यसले चाहिँ ब्रोङ्कालाई चाहिँ न्यारो गरिदिन्छ ब्रोङ्काइटिस भन्ने कन्डिसनले चाहिँ ब्रोङ्कालाई न्यारो गरिदिन्छ जसले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ ब्रेथलेसनेस जस्तो कन्डिसन आउन सक्छ अनि त्यसै गरी एयरवे अब्स्ट्रक्सन पनि गराइदिन्छ त्यसले चाहिँ हामी ब्रोङ्कोडाइलेटर लाइक साल्बुटामोल इन अर्डर टु रिमुभ द सेक्रेसन अनि इन अर्डर टु डाइलेट द ब्रोङ्काई हामी चाहिँ ब्रोङ्कोडाइलेटर दिन्छौँ अब इन्फ्लामेटरी कन्डिसन आउने बित्तिकै हामीले चाहिँ कर्टिकोस्टेरोइड चाहिँ चलाइहाल्नुपर्छ मोस्टली युज भनेको चाहिँ अहिले चाहिँ प्रेडनिसोलोन भनेर छ अब कर्टिकोस्टेरोइड अब झ्याप्पै चाहिँ स्टप गर्नु हुँदैन यसलाई स्टप गर्दाखेरि चाहिँ ट्यापरिङ डोजमा चाहिँ हामीले चाहिँ स्टप गर्नुपर्छ अर्को भने चाहिँ कफ सप्रेसेन्ट अब यदि चाहिँ एकदमै धेरै कफ भइरहेको छ भने चाहिँ त्यसमा चाहिँ हामीले कफ सप्रेसेन्ट युज गर्न सक्छौँ अनि चेस्ट पेन या फिभर जस्तो कम्प्लेनहरू छ भने चाहिँ त्यसमा चाहिँ एनाल्जेसिक युज गर्नुपर्छ नेक्स्ट हामी चाहिँ नर्सिङ म्यानेजमेन्ट हेर्छौँ होइन सुरुमा चाहिँ हामीले एसेसमेन्ट गर्नु पर्यो एसेसमेन्ट गर्दाखेरि चाहिँ हामीले हिस्ट्री टेकिङ र फिजिकल एक्जामिनेसन गर्नु पर्यो हिस्ट्रीमा चाहिँ अब पहिला उहाँलाई कुनै पनि क्रोनिक डिजिज थियो कि थिएन लाइक आस्मा भयो होइन सिओपिडी भयो यस्तो कन्डिसन थियो कि थिएन होइन अपर रेस्पिरेटरी ट्र्याक्ट इन्फेक्सनहरू थियो कि थिएन भनेर चाहिँ हामीले सोध्नु पर्यो फिजिकल एक्जामिनेसनमा चाहिँ हामीले विजिङ साउन्डहरू हेर्नु पर्यो अनि यसलाई चाहिँ ब्लू ब्लोटर भनेर पनि भनिन्छ नि त क्रोनिक ब्रोङ्काइटिसमा ब्लू कलरको स्किन छ या साइनोसिसहरू देखेको छ कि स्किनमा भने चाहिँ हामीले चाहिँ हेर्नु पर्यो पेन लेभल एसेस गर्नु पर्यो अब पेन पनि हुनसक्छ यदि चाहिँ डिजिज चाहिँ एकदमै सिभिरिटी बढ्दै गयो भने चाहिँ त्यो पनि एसेस गर्नु पर्यो भाइटल साइन पनि हामीले मोनिटर गर्नु पर्यो भाइटल साइन त आउने बित्तिकै मोनिटर गर्छौँ भाइटल साइन चाहिँ कुनै पनि डिजिज कन्डिसनमा छुट्याउनु भएन त्यसमा चाहिँ हामीले टेम्परेचर पल्स रेस्पिरेसन SpO2 सबै लिनु पर्यो यसमा चाहिँ मेनली SpO2 ड्रप छ भने चाहिँ एकदमै क्रोनिक कन्डिसनमा गइसकेको छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ अनि अर्को भनेको चाहिँ रेस्पिरेटरी रेट युजुअली इन्क्रिज हुन्छ यस्तो कन्डिसनमा चाहिँ फ्यामिली हिस्ट्री पनि लिनु पर्यो जेनेटिक प्रिडिस्पोजिसन छ कि भन्ने चाहिँ थाहा पाउनको लागि अर्को भने चाहिँ फटिग फिभर विजिङ जस्तो कन्डिसनहरू चाहिँ सबै हामीले एसेस गर्नु पर्यो नेक्स्ट चाहिँ हामी नर्सिङ डायग्नोसिस वान अफ द मेन अनि फर्स्ट इयरमा हुनुहुन्छ भने चाहिँ एकदमै गाह्रो हुन्छ हजुरहरूलाई नर्सिङ डायग्नोसिस चाहिँ जहिले पनि हामीले नन्दाको फलो गर्नुपर्छ अनि प्रायोरिटी अनुसार होइन कुन चाहिँ चिफ कम्प्लेन कुन मेन छ या नन्दाको डायग्नोसिसको प्रायोरिटी अनुसार चाहिँ हामीले नर्सिङ डायग्नोसिस बनाउनु पर्यो यसमा चाहिँ सुरुमा के भयो भने चाहिँ इनएफेक्टिभ एयरवे क्लियरेन्स किनभने चाहिँ हामीले भनिसकेको छ म्युकोसिलियरी एस्केलेटर सिस्टम चाहिँ एकदमै अनफङ्सनिङ हुन्छ या म्युकोस चाहिँ एकदमै धेरै
प्रोड्युस हुन्छ कफ विथ म्युकस चाहिँ एकदमै प्रोड्युस हुन्छ गोब्लेट सेल्सले चाहिँ धेरै म्युकस प्रोड्युस गर्छ भने चाहिँ त्यसैले चाहिँ हामीले टप प्रायोरिटीमा यसलाई चाहिँ इनइफेक्टिभ एयरवे क्लियरेन्स रिलेटेड टु इन्क्रिज म्युकस प्रोडक्सन ब्रोन्कोस्पाजम एज एभिडेन्स बाई प्रोडक्टिभ कफ एन्ड व्हिजिङ अर्को भनेको चाहिँ इम्पेयर ग्यास एक्सचेन्ज पनि राम्ररी हुन सक्दैन किनभने चाहिँ ब्रोन्काइटिस चाहिँ एकदमै न्यारो भएको हुन्छ एयरवे अब्स्ट्रक्सन जस्तो कन्डिसन देखेको हुन्छ त्यसैले चाहिँ इम्पेयर ग्यास एक्सचेन्ज रिलेटेड टु भेन्टिलेसन पर्फ्युजन मिसम्याच एज एभिडेन्स बाई लो SpO2 एन्ड साइनोसिस अर्को भनेको चाहिँ मैले छोडिदिएको छु त्यो चाहिँ हजुरहरूले अब कमेन्ट सेक्सनमा गएर अर्को डायग्नोसिस चाहिँ हामीले के बनाउन सक्छौँ भनेर चाहिँ लेख्नु होला कमिङ नेक्स्ट टु आर द नर्सिङ इन्टरभेन्सन हामीले चाहिँ नर्सिङ डायग्नोसिस अनुसार नै नर्सिङ इन्टरभेन्सन चाहिँ गर्नुपर्छ सुरुमा चाहिँ डिप ब्रिदिङ र कफिङ एक्सर्साइज चाहिँ जुन पनि रेस्पिरेटरी कन्डिसन छ भने चाहिँ हामीले डिप ब्रिदिङ र कफिङ एक्सर्साइज चाहिँ सिकाउनै पर्छ अर्को भन्छ चेस्ट फिजियोथेरापी जसमा चाहिँ मेनली चाहिँ हामीले पर स्लिप ब्रिदिङ भनेर हुन्छ त्यो चाहिँ हामीले गराउनु पर्यो पेसेन्टलाई फ्लुइड इन्टेक पनि हाई गर्नु अलिकति धेरै फ्लुइड इन्टेक गर्नु भनेर चाहिँ लाउनु पर्यो त्यसले गर्दाखेरि के हुन्छ भने चाहिँ मोइस्चन गरिदिन्छ जति पनि मोइस्चन गरिदिन्छ एयरवेलाई र म्युकसहरू चाहिँ एक्सपेक्टोरेट आउट हुन चाहिँ सजिलो हुन्छ नेक्स्ट अक्सिजन थेरापी यदि अक्सिजन चाहिँ ड्रप भएको छ भने चाहिँ हैन अक्सिजन लेभल चाहिँ ड्रप भएको छ भने चाहिँ भाइटल साइन्सहरू मोनिटर गर्नु पर्यो अनि मेडिकेसन अन टाइम जति पनि एन्टिबायोटिकहरू छ या कर्टिकोस्टेरोइड अरू पनि छ भने चाहिँ मेडिकेसन चाहिँ हामीले टाइममा दिनु पर्यो अनि साइन अफ रेस्पिरेटरी इन्फेक्सन छ कि छैन भने चाहिँ चेक गर्नु पर्यो त्यसमा चाहिँ अब के हुन सक्छ भने चाहिँ म्युकसमा चाहिँ अब कुनै पनि कलर चेन्ज हुन सक्छ या इन्फ्लामेटरी कन्डिसनहरू देखिन सक्छ फिभर आउन सक्छ मेनली चाहिँ त्यो चाहिँ साइन अफ रेस्पिरेटरी इन्फेक्सन भयो अर्को भने चाहिँ हामीले भ्याक्सिनेसनमा नै ध्यान दिनुपर्छ भ्याक्सिनेसन भने चाहिँ इन्फ्लुएन्जा भ्याक्सिनहरू लिनुभएको छ कि छैन न्युमोकोकल भ्याक्सिनहरू लिनुभएको छ कि छैन त्योहरू हामीले चाहिँ एकर्डिङ टु अब एक्सपान्डेड प्रोग्राम अफ इम्युनाइजेसन अनुसार चाहिँ भ्याक्सिन लिनु भएको छ कि छैन भने चाहिँ हामीले हेर्नु पर्यो चाहिँ आजको टपिक यति नै थियो अब लास्टमा चाहिँ हामी समरी गर्यौँ है आज चाहिँ हामीले के पढ्यौँ भने चाहिँ आज चाहिँ हामीले ब्रोन्काइटिस भनेको के हो भन्ने कुरामा छलफल गर्यौँ त्यसपछि चाहिँ अब ब्रोन्काइटिसको एनाटोमी एन्ड फिजियोलोजी हेर्यौँ यसको टाइप्सहरू के हुन्छ भनेर हेर्यौँ अनि त्यसपछि चाहिँ हामीले चाहिँ अब क्लिनिकल फिचर्सहरू के देखिन सकिन्छ त्यसै गरी चाहिँ मेडिकल म्यानेजमेन्टहरू नर्सिङ म्यानेजमेन्ट भनेर चाहिँ हेर्यौँ होप यु लाइक माई च्यानल और माई भिडियो यदि चाहिँ हजुरहरूलाई अरू कुनै टपिकको बारेमा चाहिँ जान्न मन छ भने चाहिँ म चाहिँ सिरियली वाइज जान्छु रेस्पिरेटरी अनि त्यसपछि उ गर्छु त हजुरहरूलाई अरू केही छ भने चाहिँ हजुरहरूले कमेन्ट सेक्सनमा चाहिँ सोध्न सक्नुहुन्छ एन्ड आई होप यु लाइक माई भिडियो ओभरअल एन्ड प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब टु माई च्यानल हजुरहरूले चाहिँ आफ्नो साथीहरूलाई नि पठाउन सक्नुहुन्छ